गाइस हामी चाहिँ हाम्रो नहराको बाटोमा आइपुग्यौँ है त। अहिले चाहिँ एउटा डेन्जर पिच रहेछ बाटो है। ल है त अब गाउँतिर आउन पनि कुस्माको बाटो एकदम चिल हुने भयो गाइस है त। मैले फर्स्ट टाइम आएको। अहिले हामी चाहिँ टक्क म छु, हाम्रो यहाँ ज्वाइन हुनुहुन्छ, पछाडि हाम्रो रिनु छ है। हामी चाहिँ अब नयाँ बाटोमा पहिलोचोटि हिँडिरहेछौँ है त। यु क्यान सी अब तपाईँहरूलाई कुकुरलाई थाहा छ कि छैन, तर यो बाटो हिँड्न चाहिँ एकदम मजा छ है। यो चाहिँ तिजुको गहिरो भयो। यहाँ त पहिला चाहिँ गाडीतिर हिँड्न चाहिँ अलि उस हुन्थ्यो होइन, गाडी एकदम गाह्रो हुन्थ्यो कि यो बाटोमा उक्लिन। अहिले त यस्तो बाटो लगाइ हामी चाहिँ बेलुका मम्मीको बर्थडे सेलिब्रेसन गरेर अब फर्किँदै हम पोखरा जाँदै हम। बाटो नि चाक्लै रहेछ है। ढलान चाहिँ एकदम राम्रो रहेछ कि। ल हाम्रो शङ्कर बहरको मेयर साहबलाई, खल्यासका मेयर साहबलाई धेरै धेरै मुरी धन्यवाद भन्न चाहन्छु। र तपाईँहरूले पनि एकदम धन्यवाद भन्नु होला कि यस्तो बाटो बन्ला भन्ने सोचेको थिएनौँ हामीले चाहिँ। अहिले चाहिँ यस्तो बन्ने रहेछ, एकदम प्राउड लाग्यो है त गाइज। लगभग कुस्मासम्म नै रहेछ पिच भनौँ। ल गाइज कुस्माको बजार कुस्मा त्यो भयो। ल गाइज कुस्मा है त, त्यो चाहिँ कुस्मा बजार बलेवा रेड सी है। हजुर हजुर मुरी धान पकेर अहिले त खेत नै रोप्दैनन् होला है यतातिर।